Hello, good morning. Welcome in the second day of Gosaikunda trek. यति बेला हामी देउरालीमा छौँ। बिहानको 6 बजेको छ। अब म यताबाट देखाउँछु ल हिमालको दृश्य। यताबाट यस्तो देखिन्छ है। यस्तो छ बिहानै माउन्टेनको भ्यू चाहिँ। अनि हामी यो बाटो जान्छौँ। अब अगाडि बढ्छौँ। सो यति बेला बिहानको 6:48 अलमोस्ट 50 हुन लागिसक्यो। अब हामी जाँदैछौँ माथि यहाँ देउरालीबाट। अब हामी माथि उक्लिन्छौँ हैन त भाइ? कहाँ हो? हो माथि यता जाने हो र? हौ त्यो डाँडामा हाम्रो डेस्टिनेसन हिमालको छेउमा। ल आज हामी यहाँ पुग्नु पर्छ ल र नाइट वहाँ हामीले आज। सो यति बेला 7:35 भयो। हामी हिँडेको अलमोस्ट 40 मिनट्स पछि यो देउरालीको डाँडा उक्लिसकेका छौँ। र यहाँ देख्नुहुन्छ भ्यू अफ ब्युटिफुल हिमालयज। तर यो लाइट रिफ्लेक्टले गर्दा केही देख्न सकेको छैन। यस्तो छ यहाँदेखि यस्तो देखेको छ। यस्तो छ यस्तो साथीहरू आउँदैछन्। सो साथी यहीसँग हामीले बाटोमा मिर्गलाई स्पोट गरे। मिर्ग स्पोटेड भएको छ यहाँ छ। यस्तो छ हैन त? यस्तो आइपुगेछ अगाडि ठ्याक्कै शार्प 1 आवरको हाइक पछाडि हामी यहाँ यस्तो ठाउँमा आइपुगेको छ। यस्तो रहेको छ यहाँको। सो हाम्रो शार्प 1 आवरको हाइक पछाडि देउरालीबाट हामी धिम्सा आइपुगेका छौँ। धिम्साको उचाइ चाहिँ लगभग 3000 मिटर रहेको छ। अब हामी यहाँ एकछिन ब्रेकफास्ट गर्छौँ र चन्दनबारीको लागि अगाडि निस्किन्छौँ। ल यो सँगै अब हामी यहाँ धिम्साबाट 8:40 मा निस्किँदैछौँ। लेट्स गो गाइज। यस ल ढिल नगरौँ गइहालौँ त अब। ल सो 8:35 मा हामी तल धिम्साबाट माथि उक्लेको। यति बेला 9:30 भइसक्यो। हामी चन्दनबारी आइपुग्यौँ। यहाँको यस्तो छ। यसको नजर यस्तो छ। र यसको चन्दनबारीको हाइट चाहिँ 3250 मिटर 3250 मिटरमा अवस्थित रहेको छ। यस्तो रहेको छ यहाँको भ्यू चाहिँ। दामी हजुर खाने। सो हामी अब यहाँबाट चन्दनबारीबाट हामी निस्किहाल्छौँ। यहाँ धेरै रेस्ट गर्दैनौँ किनभने हामीले अलरेडी बाटोमा रेस्ट गरिसकेका छौँ। अब हामी चोलाङपाटीको लागि निस्किन्छौँ। यति बेला 9:30 भइसकेको छ। दिवस सर, दिवस दादा थाक्नु भएको छ अलिअलि। ल अब मेडिसिन खान्छ सबैजना। यो सबै मनोरम दृश्य घरहरू चन्दनबारीकै रहेको छ। यो ठाउँ चाहिँ अलिकति अरू ठाउँभन्दा अलिकति ठुलै बजार जस्तो अवस्थित रहेछ। यस्तो छ। ह्यापी बर्थडे मुनु दिदी। ह्यापी बर्थडे दिदी। ह्यापी बर्थडे दिदी। ह्यापी टु यु। ह्यापी बर्थडे मुनु दिदी। ह्यापी बर्थडे मुनु दिदी। ह्याभ अ ग्रेट डे। ओके। सो यति बेला 10:35 भइसकेको छ। हामी तल चन्दनबारीबाट अगाडि बढेको। एकछिन बाटोमा स्न्याक्स खायौँ। अगाडि बढ्दैछौँ। अनि यहाँ चाहिँ यस्तो दामी भ्यू रहेको छ। यस्तो रहेको छ यहाँको नजरिया चाहिँ दामी यस्तो छ। इभन त यो एन्टी लाइट परे पनि भ्यू चाहिँ दामी देखेको छ यताबाट हेर्दा चाहिँ। 10:35 भयो। हाम्रो टार्गेट चाहिँ हामी लौरी बिनाई नजिक गएर लन्च गर्छौँ। अब के हुन्छ हेरौँ है त। ल अलमोस्ट माथि पुग्दैछौँ। भ्यू चाहिँ दामी देखिन थालिसकेको छ। बवाल छ। अनि अहिलेसम्मको हाम्रो हाइकिङ चाहिँ हाम्रो मोडरेट टु हार्ड हो। किनभने डिफिकल्टै हो। यसलाई डिफिकल्टै भन्नुपर्छ। बाटो चाहिँ एकदम ठाडो उकालो रहेको छ। स्टिल
रेस्ट गर्दै खाजा खाँदै पानी खाँदै जीवनजल पिउँदै अगाडि बढिरहेका छौँ। ल अब अगाडि हामी पुग्छौँ लौरी बिनाई होइन चोलाङपाटी अगाडि चोलाङपाटी पुगेर फेरि भिडियो गर्छौँ है त। सो मैले चाहिँ खासमा चोलाङपाटीमा पुगेर भिडियो बनाउँछु सोचेको थिएँ, तर यहाँको यस्तो मनमोहक दृश्यले गर्दा म भिडियो बनाउन बाध्य भएँ। यस्तो दामी रहेको छ। एक्चुअलमा यो क्यामेराले कैद गर्न सकेको छैन, तर असाध्यै राम्रो ब्युटिफुल रेन्ज देखेको छ है त यो चाहिँ। ल यस्तो छ यहाँ चाहिँ, यस्तो हुँदैछ। सो दिस इज द डे 2 अफ गोसाइँकुण्ड डायरी। हामी माथि उक्लिँदैछौँ। यति बेला 12 बज्न 10 मिनट बाँकी छ। हामी उक्लिँदै जाने क्रममा चाहिँ हिउँ परिरहेको देख्न सक्छौँ। यस्तो रहेको छ है, पुरै ढाकेको छ हिउँले नै। अगाडि माथि झन् धेरै होला। ल फाइनली अब हामी सायद के भन्छ यो चोलाङपाटी आइपुगे जस्तो छ। यति बेला 12:10 हुन लाग्यो अनि भ्यू चाहिँ दामी छ चोलाङपाटी। ल यो हामी बस्दै खाँदै स्न्याक्स खाँदै हिँड्दै गर्दै गरेको भएर धेरै टाइम लाग्यो हामीलाई चोलाङपाटी आइपुग्न चाहिँ। राम्रो भ्यू छ, पुरै हिमाल पनि हिउँले ढकमक्क छ, बवाल छ है त। सो यति बेला अब 1:50 भइसकेको छ। अब हामी जाँदैछौँ माथि। लौरी बिनाईसम्म। यहाँ हाम्रो डिनर भइसक्यो, लन्च भइसक्यो, जाँदैछौँ माथि अल सेट। सो माथि उक्लिँदै गर्दाको दृश्य यस्तो रहेको छ। हामी 1:50 निस्केको चोलाङपाटीबाट अनि लौरी बिनाईको लागि निस्किँदैछौँ। यस्तो छ दामी भ्यूहरू, एकदम उक्लिँदैछौँ। गाह्रै छ रुट चाहिँ। म सकेसम्म दामी सिनारीहरू क्याप्चर ट्राई गर्नेछु। यस्तो छ, यस्तो रहेको छ यहाँ। मलाई त्यस्तो हुन्छ कि काठमा यस्तोमा हिँड्ने सोख भनेको भिडियो फोटो। बाटो चाहिँ एकदमै डिफिकल्ट र टफ नै रहेको छ। त्यो माथि रहेको चाहिँ दिवस भाइ म लौरी बिनाई हुनुपर्छ। हामी चाहिँ यहाँ आइपुग्यौँ अलमोस्ट देयर, तर बाटो चाहिँ गाह्रै हो। यतिको बाटोलाई गाह्रै भन्नु। हे लाली जोबन जान्छ कि हजुर ओ पाता बजाउँदै 3, 2, 1 गो। मेरी स्वर्ग की परी रानी मतिर सो यति बेला 3:25 भइसकेको छ। हामी चाहिँ फाइनली आइपुग्यौँ लौरी बिनाई। त्यहाँ हामी तल कहाँ हो, तल चोलाङपाटीबाट चाहिँ हामी 1:50 निस्केको लन्च गरेर।
अब अलमोस्ट हामी पुगिसक्यौँ, पुगि नै हाल्यो। यो पछाडिको घर चाहिँ यहाँ रहेको ठाउँ चाहिँ यो चाहिँ हो हाम्रो लौरी विनायक। सो फाइनली 3:30मा हामी आइपुग्यौँ। सो 3:30मा हामी आइपुग्यौँ लौरी विनायक। पुरा टायर्ड एन्ड एक्जस्टेड। हामीले 1.5 आवर लाग्यो तल चोलमपाटीबाट। यस्तो छ यहाँको नजरिया चाहिँ ओभरअल। बवाल छ यार, लाइफ टाइम एक्सपिरियन्स जस्तै भयो। मजा आयो नि विकास? अहिले त माथि आउँछ त झन् मजा पायो। सो यति बेला अहिले कति 3:45 भइसक्यो। हामी चाहिँ यहाँ तातो पानी र अब ब्ल्याक टी खाँदैछौँ लौरी विनायकमा। अब त्यस पछाडि हामी मोस्ट प्रोबेबली जान्छौँ नै होला माथि। आज 3-4 आवर्स अझै हाइक गर्छौँ होला। जिल्ला बैरेनियाको माया बाटैमा भेट भएको, घुल्टिनिर लेट भयो सानो मायालाई बाटैमा भेट भयो। गोलाको चिसो पानी अन्जुलीमा भरेर झौरे तालमा गाइदेऊ गीत घरी झरेर। हे आवै माया लावै सुटुकै, आफल घेरी कुटुकै भयो भुतुकै, आफल घेरी कुटुकै भयो भुतुकै। मूल बाटोको बुढो सिमल बतासैले भाँचियो, मूल बाटोको बुढो सिमल बतासैले भाँचियो। गीत गाउने रहर थियो सोरै भाँचियो। कस्तो त एकादशी बजारैमा, एकादशी बजारैमा, फर्के रोटी थालमा होइ एकादशी बजारैमा। कसको छोरी, कसको छोरा, कसको छोरी, हे पर्यो माया जालमा होइ कसको छोरा, कसको छोरी। यो गाउन चलाउन सक्छ तर कति महिना आउन सक्छ? भयो त भिडियो पज गर्नु त उतै भइसक्यो। 2000 तेल बजार लैलै सम्झनामा आउँछु हजार। तेल बजार लैलै सम्झनामा आउँछु हजार। तेल बजार लैलै सम्झनामा आउँछु हजार।